98149744748। साझा चौधरी टिकटक लाइभ परिवारबाट यहाँ हाम्रो नगेन्द्र लुगाको घरमा आइपुगेको छु। हजुरहरूलाई पनि स्वागत छ यस साझा चौधरी टिकटक लाइभ परिवारमा। र यो साझा चौधरी टिकटक लाइभ परिवार चाहिँ विगत 1.5 वर्षदेखि हामी चलाउँदै आइरहेछौँ। र हाम्रो नगेन्द्र लुगालाई चाहिँ केही सहयोग रकमहरू आएको हुनाले म उहाँको निवासमा आइपुगेको छु। हजुरहरूले पनि हाम्रो युट्युब च्यानल छ साझा चौधरी टिकटक लाइभ परिवार, त्यो पनि सब्सक्राइब गरिदिनु होला, लाइक सेयर सबैहरू गरिदिनु होला। अब चाहिँ म यता हाम्रो नगेन्द्र लुगालाई साइप्रसदेखि हुनुहुन्छ हाम्रो शान्ता भाउजू, उहाँ चाहिँ हाम्रो साझा चौधरीकै मेम्बर हुनुहुन्छ। उहाँको चाहिँ आज जन्मदिन परेको हुनाले उहाँहरूले चाहिँ केही रकम हाम्रो नगेन्द्र लुगालाई पठाइदिनु भएको छ। त्यो रकम चाहिँ लिएर म यहाँ आइपुगेको छु, उहाँलाई म हस्तान्तरण गर्दैछु। तपाईँहरूले पनि यदि सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। तपाईँहरूलाई भिडियोमा तपाईँहरूलाई सम्पर्क नम्बर पनि राखिदिनेछु भन्दै म यो केही सहयोग रकम चाहिँ म हस्तान्तरण गर्दैछु। हजुरहरूलाई स्वागत छ। शिवाहरू नमस्ते शिवाहरू है। आज चाहिँ हाम्रो साइप्रसबाट हाम्रो शान्ता भाउजूले चाहिँ तपाईँलाई केही रकम रु 4400 पठाउनु भएको छ। उहाँलाई के भन्न चाहनुहुन्छ? विशेष त धन्यवाद हाम्रो साझा चौधरी टिकटक लाइभ परिवारका अध्यक्षज्यू र साथै हाम्रो सम्पूर्ण टिम जति पनि आफ्नो पद सम्हालेर बसिराख्नु सम्पूर्ण साझा चौधरीका सम्पूर्ण अग्रज व्यक्तिहरूलाई सबैलाई पनि धन्यवाद भन्न चाहन्छु। र आज हाम्रो साझा चौधरी टिकटक लाइभ परिवारका टिम लिडर शान्ता राई भाउजू, उहाँको जन्मदिनको अवसरमा उहाँले मलाई सहयोग गरिदिनु भएको छ। उहाँलाई पनि जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहन्छु। सधैँ स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, खुसी रहनुहोला। भाउजू हजुरलाई धेरै धेरै धन्यवाद। सधैँ पनि साथ यसरी सहयोग गरिराख्नुहुन्छ, अस्ति पनि गर्नुभएको छ, फेरि पनि गरिदिनु भयो। हजुरलाई धेरै धेरै धन्यवाद। आजको यो तपाईँको जन्मदिन सधैँ यसरी नै वर्षौँ वर्षसम्म तपाईँको जन्मदिनहरू मनाइराख्नु पाऊँ, हजुरलाई दीर्घायुको कामना गर्न चाहन्छु। र हाम्रो शान्ता भाउजूलाई धेरै धेरै धन्यवाद र सम्पूर्ण साझा चौधरी टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद हजुरलाई। आगामी दिनहरूमा पनि कोही कसै सहयोग गर्ने व्यक्तित्व हुनुहुन्छ भने उहाँलाई पनि के भन्न चाहनुहुन्छ? सम्पूर्णलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु। यदि नेपाली दाजुभाइ दिदीबहिनीहरू देशमा बसेर म जस्तो एउटा गरिब दुःखी अपाङ्ग व्यक्ति असहाय व्यक्तिलाई हजुरहरूले साथ सपोर्ट गर्न चाहनुहुन्छ भने मलाई गर्न सक्नुहुन्छ। म निर्धक्क तरिकाले तपाईँहरूको सहयोगलाई स्वीकार्ने छु, किनकि म यो धरानको ठाउँमा बसेको छु, एउटा संस्थाले बनाइदिएको घरमा बसेको छु। यस्तै साथ सहयोगबाट नै म अहिलेसम्म आफ्नो मेरो निर्वाह चलाइराखेको छु। यदि तपाईँहरू यो चाहनुहुन्छ भने मलाई सहयोग गरिदिनु होला।